हेलो एभ्रिवान, वेलकम टु माई अर्जुन एनपी भ्लग। आज हामी यो यस्तो वनको बाटो हिँड्दैछौँ। हामी वनको बाटो यस्ता यस्ता उनीहरू गरेरसँग हिँडेछौँ। यस्तो वन छ यहाँ त। अब पुस्तै पर्ने पनि बाघ भालु ओहो कति आउँछन्। कम त डर छैन, यहाँ त बाघ आउँछ। ढुकुर बर्खाको टाइममा यी पानी आएर यस्तो हरियो 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 लेउ पलाएको छ बाटोमा। अनि दगुर्न पनि गाह्रो भएको छ। यहाँ त फेरि वन खतरा छ, जङ्गल। ओहो कम त डर छैन एक्लै आउने भने त। यहाँ त बाघले खान्छ, यी बाघले खोर्सेर यस्तो यस्तो बनाएको हुन्छ अनि डर लाग्छ। बाहिरमा दगुरेछौँ। अनि यो भिडियो हेर्ने सबैजनाले मेरो यो च्यानललाई लाइक सब्सक्राइब अनि सपोर्ट चाहिँ गर्नु नभुल्नु होला। यो चाहिँ मेरो भाइ। यता पनि खोर्सिया रहेछ बाघले। हेर त यस्तो ढुङ्गा थुपार्छ यहाँ, ढुङ्गा बाटोमा। यो चाहिँ बाघ बस्ने पछि पानी खाने बाघलाई बनाइदिएको। यहाँ पनि थुपारेर रहेछ। पारि एउटा गाउँ छ, ती वहाँ जान त 2 घन्टा लाग्छ अझै। अहिले चाहिँ बेलुकाको 6 बजिसक्यो। यस्तो वनको बाटो जाने। दगुर भाइ दगुर। यस्तो वनको बाटो दगुरेछौँ गाइस। सबैलाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। ओके नि भाइ भन्दै ओके नि। कति बाघ आउँछ नि होइन। यस्तो वन जङ्गल छ, बाघदेखि लिएर यहाँ। ओहो भालु त देखिया छैन होइन। छ र भालु चाहिँ देखिया छैन यो वनमा। बाघ जरायो खरायो अनि रतुवा यहाँ त कालिज कति छन् कति छन्। दुगुर दुगुर दुगुर। भोलि पर्सि नेपालको सुरक्षाको लागि अनि नेपाली सेनामा जागिर खान होइन। दुगुर थाकिसक्यो गाइजी। म चाहिँ अझै थाकेको छैन। अहिले पसिना मात्रै आएको। यत्रो बाटो आइयो गाइजी। यस्तो वन छ। ओहो कम त डर लाउँदैन। ठुलो वन छ। बाघ आयो भने मैले वेट भन्छु, त्यहाँदेखि ढुङ्गा जानेछ है। अनि दगुर्ने फेरि मलाई छोडेर त एक्लै दगुर्लास् नि। नदगुरेस्। यो गाई जस्तो छ। ओहो यहाँ त वन त कम त छैन। यहाँ आउने मान्छे जो कोही डराउँछ, जो पाए आउनु सक्दैन। हामी खतरा मान्छे भएर मात्रै हो। भाइजन खतरा छ। एकचोटि त बाघसँग नि लड्यो, जित्न सकेन, भागेछ। बल्ल बल्ल बाँचे हो। त्यस्तो वनमा हिँड्छौँ गाइज हामी। अब यो चाहिँ हाम्रो यो वनमा धेरै छ क्या। यो खोइ के भन्छ यार, वनमारो हो कि रुदेलो के भन्छ तपाईँहरूको गाउँतिर। हाम्रो गाउँतिर चाहिँ वनमारा र रुदेलो दुईवटा नाम छ यसको। हामीले कहिले रुदेलो भन्छौँ, कहिले वनमारा भन्छौँ। यस्तो हुन्छ गाइजी। हेर्नुहोस् यस्तो हुन्छ। त्यही भएर यस्तो वनको बाटो यसरी हिँडेको छौँ गाइज। सबैजनाले सपोर्ट गरिदिनु होला भाइ र म। अनि हाम्रो यो भाइलाई
दाइ दाइ के भन्छस् भन्दै 2-4 कुरा टकटक भन्दै त मैले के भन्नु लाइक गर्नुला कमेन्ट गर्नुला सक्दो सेयर गर्नुला जसले सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुला यही हो ल यहाँ चाहिँ यस्तो पिपलको बोट आयो हामी चाहिँ अहिले अब यहाँबाट ऊ पारि जान्छौँ यस्तो बाटो छ लगाइदियो अब हामीले भलक यहाँ आएर बन्द गर्छौँ यस्तो छ गाइज यहाँ चाहिँ हेर्ने भने त बहुत राम्रो ठाउँ छ यस्तो वन छ है कम त ऊ पारि घर छन् अनि त्यो डर लाग्दो ठाउँ छ र आइज अब भिडियोलाई हामी यहीँ बन्द गर्छौँ सबैले लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु होला भिडियोलाई हाम्रो अनि यो च्यानललाई माया गरिदिनु होला ओके ल बाई बाई